भएर तातो भएर अनि अर्को कुरा नट बोल्ट राम्रोसँग नमिलेपछि यसरी भाँचिन्छ। ल सक्यो। यो चाहिँ अब यसको ठाउँमा यसरी भाँचिन्छ। यसरी भाँच्यो भने तल शरीरमा खस्ने सम्भावना हुन्छ, दुर्घटना चोटपटक। के ध्यान दिनुपर्छ भने नट बोल्ट राम्रोसित लगाउनुपर्छ। नट बोल्ट कसिएन भने यो हल्लिने गर्दछ। हल्लिएपछि तल र माथि हुन्छ अनि बिस्तारै घोटिँदै जान्छ अनि एक ठाउँबाट भाँचियो भने फेरि यो पनि त्यस्तै हुने सम्भावना हुन्छ। त्यसैले सुरुमै काम गर्दाखेरि राम्रोसित गर्नुपर्छ। ज्यानलाई जोखिम पनि हुने गर्दछ, दुर्घटना हुन एक सक्छ। साइडपट्टिको यो ढिला छ भने यसमा थोरै भए पनि टेप लगाइदिनुपर्छ। किनभने यसले तलमाथि झर्न पाउँदैन, हल्लिन पाउँदैन भन्नु न। कुरो एउटै हो। होलसेलमा ल गाइजहरु, यो फ्यान जोड्ने तरिका उहाँले सिकाउनु भएको छ। दया माया लाग्छ भने कोहीले लाइक र सब्स्क्राइब गरिदिनु, लाग्दैन भने हामीहरू यस्तै काम गर्ने मान्छे हो। इलेक्ट्रिसियन हो उहाँ चाहिँ हाम्रो। उहाँले चाहिँ फ्यान जोड्ने चाहिँ तरिका र ज्यानलाई जोखिम नहुने, दुर्घटना साथै चोटपटक लाग्ने कुराहरू नहुनको लागि छिलेर राखेको चिजहरूलाई पहिलो पुरानोलाई काट्दिनुपर्छ, सानो किनभने यो हावाको कन्ट्याक्टमा आउने बित्तिकै कार्बन जम्ने गर्दछ। यति चाहिँ थाहा पाउनुपर्छ। अनि फ्यान जोड्दाखेरि फ्यानमा चाहिने आवश्यक सबै इन्स्ट्रुमेन्ट हुनुपर्छ। पिलास चाहिँ दायाँ हातले चलाउँदा राम्रो होइन? हो, राम्रो हो क्या रे। ल उहाँले फ्यान जोड्ने तरिकाको बारेमा छोटोमा आफ्नो कुराहरू राखेर फ्यान जोड्ने तरिका सिकाएर जानुभएको छ। यस्ता क्लिपहरू तपाईँहरू सामने भन्दाखेरि ल हेर्नु, अघि अर्को योभन्दा पहिला जसले फ्यान जोड्नु भयो यत्तिकैमा हल्का टाइट गरेर, किनभने यसरी हल्लिएर त्यो फुटेको हो। अब सुरुमा हामीले यो क्लिप हाल्नुपर्छ। क्लिप हालिसकेपछि वासर हाल्ने। वासरले के गर्छ भने नटलाई टाइट हुन सहयोग गर्छ। ल यस्ता क्लिपहरू तपाईँहरू समक्ष आउँदै गर्नेछन्। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै गर्नु होला माया गरेर। यस्ता कुराहरू सिक्दै पनि गर्नुहोस्, तपाईँहरू आफै नै गर्न पनि सक्नुहुन्छ। तर तरिका चाहिँ सही उहाँले भने जस्तै गर्नु होला। धन्यवाद।